नमस्ते साथीहरू, भेटनेरी लोकसेवा सपोर्ट युट्युब च्यानलमा आज म तपाईँहरूलाई चाहिँ माछा पालन सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नको जानकारी दिने गरेको छु। प्रश्न नम्बर 1 मा रहेको छ नेपालको माछा पालनको इतिहासको सुरुवात कहिले भएको? यसको राइट एन्सर रहेको छ 2003 सालबाट। र प्रश्न नम्बर 2 मा रहेको छ माछा पालनको वैज्ञानिक विधिमा पहिलोपटक कमन कार्प माछाको प्रजनन कहिले भएको थियो? यसको राइट एन्सर 2015 हो साथीहरू, मिस्टेक भएको छ यसमा 2015। प्रश्न नम्बर 3 मा रहेको छ नेपालको पहिलो वैज्ञानिक माछा पालन पोखरी कहाँ तयार पारिएको थियो? यसको राइट एन्सर रहेको छ टुडीखेल। प्रश्न नम्बर 4 मा रहेको छ विक्रम 2021 सालमा नेपालमा के को सुरुवात भएको थियो? यसको राइट एन्सर रहेको छ धान खेतमा माछा पालन। प्रश्न नम्बर 5 मा रहेको छ 2023 सालमा नेपालको कुन जातको माछा भारतबाट ल्याएको थियो? ग्रास कार्प। र प्रश्न नम्बर 6 मा रहेको छ 2044-45 सालमा जापानबाट कुन जातको माछा ल्याएको थियो? यसको राइट एन्सर रहेको छ रेनबो ट्राउट। प्रश्न नम्बर 7 मा रहेको छ 2052-53 सालमा कुन ठाउँलाई माछा अनुसन्धान केन्द्रमा परिणत गरिएको थियो? यसको राइट एन्सर रहेको छ तररा परवानीपुर। प्रश्न नम्बर 8 मा रहेको छ एकलिङ्गी माछा पालन भन्नाले के बुझिन्छ? यसको राइट एन्सर रहेको छ एकलिङ्गी माछा पालन गर्नु। प्रश्न नम्बर 9 मा रहेको छ माछा पालनमा पोलिकल्चर भन्नाले के बुझिन्छ? यसको राइट एन्सर रहेको छ विभिन्न जातका माछा एउटै पोखरीमा पालन गर्नु, 2 या 2 भन्दा बढी जातका माछा एउटै पोखरीमा पालन गर्नु। प्रश्न नम्बर 10 मा रहेको छ माछाको पखेटाको कार्य के हो? यसको राइट एन्सर रहेको छ पढ्न मद्दत गर्नु। प्रश्न नम्बर 11 मा रहेको छ माछाको उपरक्लमको कार्य के हो? यसको राइट एन्सर रहेको छ गिल्सलाई बाहिरी चोटपटकबाट बचाउनु। प्रश्न नम्बर 12 मा रहेको छ माछामा स्वाइन ब्लडरको कार्य के हो? यसको राइट एन्सर रहेको छ पढ्न मद्दत गर्नु। पानीको तलमाथि। प्रश्न नम्बर 13 मा रहेको छ माछाले के मार्फत आहार ग्रहण गर्दछ? यसको राइट एन्सर रहेको छ मुङ मार्फत। प्रश्न नम्बर 14 मा रहेको छ माछाको प्रोटोकल फिनको कार्य के हो? यसको राइट एन्सर रहेको छ पढ्न मद्दत गर्ने। प्रश्न नम्बर 15 मा रहेको छ माछाको जोडी पखेटा कुन हो? यसको राइट एन्सर पेल्भिक्स फिन। प्रश्न नम्बर 16 मा रहेको छ माछामा गन्डसको कार्य के हो? यसको राइट एन्सर रहेको छ माछाको प्रजननमा सहयोग गर्ने। प्रश्न नम्बर 17 मा रहेको छ माछा पालनमा मोनोसेक्स कल्चरको लाभ के हो? यसको राइट एन्सर रहेको छ प्रजनन नियन्त्रण। माछाको जोडी पखेटा कुन हो? यसको राइट एन्सर पेक्टोरल। प्रश्न नम्बर 19 मा रहेको छ नेपालमा माछा पालनको इतिहास सुरुवात कुन माछासँग भएको थियो? यसको राइट एन्सर रहेको छ कमन कार्प।
र बिचमा रहेको छ र अन्तिममा माछा पालनमा पोलिकल्चरको एक मुख्य लाभ के हो? यसको राइट क्षेत्रको पोखरीको जलाशयको अधिकतम उपयोग गर्ने। हस् साथीहरू, आजलाई यति नै, र यस्तै प्रश्नलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु।